हेलो एभ्रिवान, के छ खबर तपाईँहरूको? सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु, गरेको छु। मेरो आज सेकेन्ड डे नाइट ड्युटी गर्न थालेको अनि आज अलि चाँडै जानुपर्ने छ, प्रमोसन चेन्ज छ, त्यही भएर अलिकति आज चाँडै जानुपर्ने छ। खास ड्युटी त 12 बजेबाट स्टार्ट हो अनि 12 बजेबाट स्टार्ट हो। आज अलिकति चाँडै, आधी घन्टा जस्तो चाँडै जानुपर्छ। नत्र अरू बेला त 12:10 12:15 त केही हुँदैन। टाइममा पुग्दा राम्रो। यस्तो निन्द्रा लाग्दैन राम्रोसँग। यस्तै हो। आज आई थिङ्क म क्यामेरा उता लान्छु भन्दा नि हेर्नु अलिअलि केही क्याप्चरहरू गर्न सक्यो भने गरौँला। है त्यतै भेटौँ न हामी। 12 बजी लगाइसक्यो र पनि रोडहरूमा मान्छेहरू हिँडिरहेको छ। यहाँ यस्तै हो क्या, यहाँ त गाडीहरू पुरै ड्युटी गर्ने झ्याउ लगाइरहेको छ आज मलाई, र पनि गर्नै पर्ने छ। अब मेन कुरो त गर्मीले खत्तम बनाउँछ। यहाँ गर्मीले खत्तम बनाउँछ। पसिना आएछ यार, चिपचिप यार। यहाँ ह्युमिडिटी लेभल पनि अति हुन्छ क्या, त्यही भएर नि चिपचिप पसिनाहरू आइहाल्छ। अलमोस्ट अब पुग्नु लाग्यो। काम गर्ने ठाउँ चाहिँ यो हो, यो बारीको ठाउँ मल अफ टिम्बर्स। यो चाहिँ सेराटोन होटेल हो। 5 स्टार हो कि 3 स्टार कति हो। अब यहाँबाट बाटो क्रस गर्ने, सट्टा जाने, त्यही हो। त्यसपछि च्याम काम गर्ने। पसिना नि कति आइसक्यो, चिपचिप भइहाल्छ क्या। अब कम्पनीको एप्लिकेसनमा लगइन गर्नुपर्छ। 12 बजेको छैन, प्लिज अहिले नगर्दा हुन्छ। मलमा यही हो म काम गर्ने स्टोर। यो सेन्टर पोइन्ट, यो चिया खै के भन्ने ठाउँ हो। दामी ठाउँहरू भन्नु, दामी ठाउँहरू त के गर्नु, समय मिलाउनुपर्छ। सबै ठाउँ घुम्न मिल्छ, तर आफूले चाहेको छ भने। आफूले चाहेको छ भने सबै ठाउँ पुग्न सकिन्छ हजुर। मनै छैन भने त यही हो, काम गर्ने, जाने, खाने, सुत्ने, त्यही हो। अरू खासै के हो। अब म अलमोस्ट आइपुग्नु लागिसकेँ रिसेप्सन, म काम गर्ने ठाउँको। आइडी दिएर अनि क्याइफोको अलग आइडी हुन्छ, इन्टर के भन्छ
इन्ट्रान्सको लागि त्यो बिना इन्टर गर्नु पाउँदैन हामी। अनि त्यो लिने जाने काम गर्ने अनि फेरि सकाएपछि त्यो ब्याच छोडिदिने अनि ब्याक टु आफ्नो कार्ड लिने। बस त्यही हो। त्यहाँभित्र खेल खिच्न एलाउ हुँदैन भन्दा नि गर्नु मिल्दैन। खाना खाने टाइम भयो। खाना खानुपर्छ। थाक्यो। खाना तातै छ अलिक तातै राख्नुपर्छ जस्तो लागेन मलाई। फेरि साथीले टन्न हाल्ने तरकारी पत्र हालिदिएको। यो भात खाइसक्छु जस्तो त लागेन मलाई। माइक्रोफोनै अन गर्न बिर्सेछु मैले। सेन्सरवाला लाइट चाहिँ यहाँ खुलाएर बस्यो भने लाइटै मर्दै जान्छ आफै। खानुभयो तपाईँहरूले के बाँकी छ कि खाएर नि पचिसक्यो। आज बिजी छ क्या बिजी छ। कहिलेमा लान्छु तपाईँहरूलाई कसरी काम गर्छ के हुन्छ सर्ट के भन्छ छोटकरीमा देखाइदिनु कस्तो कस्तो हुन्छ के गर्नुपर्ने रहेछ यहाँ मैले मात्रै भन्दा नि म जस्तो काम गर्ने सहयोग दाजुभाइ दिदीबहिनीहरू बिहान मैले अल्छी जाएर यस्तो अन्डा फ्राई गरेर झोलाउनु आएको थियो। फ्राई गऱ्यो पहिला ग्रेभी बनाएर अन्डा हालेर थोरै पानी हालेर बनाएर झ्याउलाएर भन्दा नि फर्स्ट नाइट गरेर
के कति बेला भएको छ भने कहानी धेरै लामो छ तर पनि मजा त्यो बिहानमा पानी खोज्दै थिएँ जति पानी खोज्दा नि पाएन अब खाने पानी नभएपछि सोच्नु कस्तो हुन्छ खेल्यो भने आनन्द हुन्छ नि त त्यसपछि चाहिँ फ्री कस्तो फिल ओके अब डाइरेक्ट ड्युटी सकेर भेटौँ नि त ड्युटी सक्यो मेरो ड्युटी सक्यो अब घर जाँदैछु जान्छु खानासाना खान्छु अब रुम गएर सिचुएसन बुझ्नुपर्ने छ के हुन्छ खाना बनाउने के तरकारी बनाउने भन्ने कुरा हैन अब विचार गर्छु अब त्यहाँ हिँड्दै गर्छु के लिएर जान मन लाग्छ तरकारी अब त्यही लिने अनि गएर बनाउने खाने सुत्ने भन्दा नि अहिले गएर सुत्दिनँ अहिले गएर सुत्यो भने फेरि होइन निन्द्रा त लागिरहेछ तर अब अहिले गएर सुत्यो भने फेरि भरे निन्द्रा खुल्छ अनि फेरि झन् निन्द्रा लाग्दैन अनि झन् राति काम गर्नु गाह्रो हुन्छ क्या बरु अहिले अलि टाइम उठेर बस्ने यताउति केही कुरामा बिजी हुने होइन आफ्टर द्याट चाहिँ अलि टाइम भएपछि अराउन्ड 4-5 घन्टापछि सुत्दाखेरि ठिक्क हुन्छ लाइक 2-3 बजीतिर सुत्यो नि 4-5-6 7 8 9 10 11 12 अब आज त मेरो झन् 1 बजे ड्युटी छ फ्राइडे क्लोजिङ 1 बजे हुन्छ सो 1 बजे ड्युटी स्टार्ट भरे अलिकति कामको रस पनि कम हुन्छ भन्दा नि आज पनि डेलिभरी धेरै छ जस्तो लागिरहेको छ मलाई आज आउनुपर्ने सामान भोलिको डेटको लागि अपडेट गर्दा छ अरे अब भरे आज सायद अलि धेरै आउँछ होला तर खासै आज जस्तो गाह्रो काम हुँदैन आज जस्तो रस हुँदैन बिजी हुँदैन भनौँ न ओके अब रुम जान्छु अनि के हुन्छ हेर्दै जाउँ न होइन टिलिल्ला घाम लगाएर पुरै पसिना के लिएर जाने भइरहेछ साथले बनाएको खानेकुरा पनि तरकारी पनि होला मासु एकचोटि बिगा छिरेर छ
काठमाडौँ ब्याकग्राउन्ड कति भयो होइन लस्सी चाहिँ खोलेर खाइहाल्छु क्यामेरा समय रहेछ नि त एउटाले त्यही भएर गाह्रो भयो यस्तो हुन्छ सधैँ Oh my god, shit. नाइट ड्युटी गर्नुको मजा नै रहेछ अब बिहान टक्कै यसरी बिहानको काम हेर्दै होइन के भन्छ आफ्टरनुन क्लोजिङ ड्युटी गर्दाखेरि त सधैँ आफ्टरनुनको घाम त्यो कस्तो भने मिड टाइमको घाम रहेछ नि त चक्किलो चक्किलो मिड टाइममा चाहिँ अलिकति फ्रेस जस्तो फिल हुन्छ देख्दैन एउटा लिफ्ट बिग्रिरहेछ अनि त्यही भएर टाइम लाग्छ अझ नौ बजीको टाइममा यस्तो पसिना आउँछ भनेदेखि आफै गेस गर्नु आफ्टरनुनको टाइम कस्तो हुन्छ होला कोही पनि नचढ्दैछ है भनेको त एकजना चढिदिइहालिदियो सर आफ्नो रुममा पुग्नु पाउँथ्यो आफ्नो फ्लोरमा पुग्नु पाउँथ्यो भनेको नदिने भएको छोरोले यस्तै हो रुममा पुगे साथी सुतेर होला छुट्टी त्यही हो अब फ्रेस हुन्छु खाना बनाउँछु अनि अब त्यही भेटौँला खाना बनाएको टाइममै अब सिधै गयो अब हामी खाना बनाउँछौँ मिठो खाना बनाउने अनि खाने अनि एकछिन मोबाइल हेर्ने तर त्योभन्दा अगाडि पहिला के छ त आज हाम्रो भन्दाखेरि
फ्रेस चिकन लिएर आएको छ नि त होइन फ्रेस चिकन लिएर आएको छ त्यसलाई हल्का धुनु पर्यो त्यति बेलासम्म म माइक मिलाइहाल्छु ल त्यसलाई धुउँ होइन धोएर चाहिँ अनि त्यसपछि त्यसको काम सुरु गर्नतिर लागौँ फर्स्ट अफ अल चाहिँ हामीले बर्न गर्नुपर्छ यसको फेदरलाई यसरी पोल्यो भने चाहिँ छाला फ्याक्नु पर्दैन यहाँ चाहिँ म्याक्सिमम् छाला फ्याँकेर खान्छ क्या मलाई चाहिँ अनि बर्नी गर्नु मन लाग्छ के भयो यार यो के भएकै थाहा छैन यो बढ्नु लाग्यो कहिले भएको थिएन यस्तो आज चाहिँ किन भयो मस्त सबै भुत्लाहरू होइन डढ्ने गरी मस्त भुट्नेर पोल्नुपर्छ यसलाई आज चाहिँ म ठुल्ठुलो पिस पार्छु पहिला रोस्ट गर्छु अनि त्यसपछि बनाउँछु जस्तो लाग्यो मैले दिमागमा जे सोचाउँछ त्यही गरिहाल्ने हो क्या भन्ने चाहिँ मेरो भनाइ हल्का रोस्ट गरेर त्यसपछि ग्रेभी बनाउँछु म तेल तताएर ज्वाइँ पार्दैछु है त अब त्यसलाई चाहिँ सक्दो मिडियम राख्नु हो यसरी सानो आगोमा यो यसरी बोइल हुन दियो भने चाहिँ मतलब पाक्न दियो भने चाहिँ भित्रभित्र छिर्छ रस होइन यो ग्रेभीको हुन्छ नि भित्रभित्र छिर्छ भने दामी मिठो हुन्छ क्या अलमोस्ट हुन लाग्यो अब पाकिसक्यो अब एकछिन बस्छु राति उठ्ने बेला हुन्छ अब 1 बजेतिर ड्युटी हो आज 1 बजे 2 बजे ड्युटी हो अनि त्यति बेला भएछ भने सँगै बसेर खानाको भिडियो बनाउँछु यति नै लास्ट आजको लागि यही समाप्त हुने हो